तिजोले यत्रो प्रगति गरेर काम गरिरहेको छ यो काम एकपल्ट हेर्न मन लागेर पनि यहाँ आएको तर एकछिन फुर्सद नहुने रहेछ त्यसको कति फोन आइरहने हो अनि बाबुले दुःख दिएको मैले के को दुःख झन् मैले ठुलोबालाई घुमाउन पाएँ अनि बाबु के इन्जिनियर हो यहाँ होइन सुपरभाइजर ए कति काम गर्छन् गर्दैनन् त्यो हेर्ने काम ए अनि त्यो छिप्पड बाबु छैन मैले उसलाई काम मिलाइदिएको यहाँ त्यो त्यसलाई पनि एकपल्ट भेट्छु कहाँ छ त्यो कहाँ काम गर्छ जाउँ न म लगिदिन्छु मेरो लट्ठी लिनु बिर्सेछ म ल्याइदिउँ कि चिसोमा त होइन जाउँ अहिले कतिवटा घरहरू बनेको जम्मा 72 वटा हजुर अनि कतिवटा बिक्री भइसक्यो नि 72 वटा सबै बिक्री भयो 72 वटा सबै घर बिक्री भइसक्यो हजुर राम्रो घर गएर बिक्री भइहाल्छ नि यस्तो राम्रो नमस्कार बा कसलाई मलाई नमस्कार गर्नु भयो हजुर सुन्नु भएको छ र यसो हेर्दा तपाईँ ठुलै मान्छे जस्तो देख्छ ढुङ्गा पनि लामो लामो छ अनि हजुरको बुक त हाम्रो साउजीसँग ठ्याक्कै मिल्ने रहेछ अनि हाम्रो साउजीको बुवा भनेर साउजीको बुवा होइन साउजीको ठुलो बुवा म ए ठुलो बुवा नमस्कार है साउजीको ठुलो बुवा कस्तो अन्दाज गर्नु भएको भाइहरूले सुभाष साहब हामीले 5000 पैसा मिलाइदिनुहोस् न हाम्रो जात्रा छ के भोलि लिनु म भनिदिउँला कहाँ सुपरभाइजर साहब भोलिदेखि त आउँदैन हामी 7 दिनसम्म त आउँदैन जात्रा छ हाम्रो अस्ति पनि 3 दिन जात्रा भनेर 3 दिन आएन ल यो महिनामा 10 दिन जात्रा छ हाम्रो 10 दिन ढोल छ नक्सा छ जात्रा छ अब जात्रा छ भने जात्राको लागि चाहिँ झन् धेरै खर्च लाग्छ त्यसको लागि चाहिँ झन् धेरै काम गर्नु पर्यो नि काम गरेपछि धेरै पैसा आउँछ अनि दिनभरि काम गरेर पैसा कमायो अनि घर गएर जात्रा मनायो त्यसो होइन र कहाँ बा जात्रामा त दिनभरि मजाले एला खानु पर्छ नि बा त्यसरी मजाले धेरै एला खानु हुँदैन कलेजो मैला हुन्छ पेटभित्रको अनि कलेजो मैला भयो भने अनि मनायो जात्रा स्वास्थ्य बिग्रेपछि धेरै खानु हुँदैन बरु बाबुहरूले छिप्पड बाबु देख्नु भएको छ छिप्पड त्यहाँ बा मैले देखेको यो घरमा ए ल त्यो ऐला सेला धेरै नखानु बाबु है स्वास्थ्यको ख्याल राख्नुपर्छ ए छिप्पड बाबु के हो जेठाबा ए जेठाबा ढोगी जेठाबा भाग्यमानी भए अब जेठाबाको कृपाले काम गर्ने बुद्धि पलायो काम गरेपछि भाग्यमान त त्यसै भइहाल्यो नि जेठाबा अनि आज कताबाट त जेठाबा अब तिमीले नै के कस्तो काम गरिरहेछौ भनेर बुझ्न मन लागेर एकपल्ट आएको नि तिमी पनि नआउने कि भोलिदेखि तिम्रो दाइ त नआउने रे तिम्रो दाइ त जात्रा मनाउने रे म त आउँछु काममा आउनुपर्छ बा आउनुपर्छ कामले कहिले पनि व्यवस्था गर्नु हुँदैन कामै त हो भगवान भनेको त्यसैले कामलाई नै पूजा गर्ने काममै रमाउने कामलाई नै जात्रा मनाउने अनि मात्र त हुन्छ उन्नति ल ल म गएँ है त हस् जेठाबा ल फेरि ढोगे है जेठाबा ल ल ल ल राम्रोसँग स्वास्थ्यको पनि राम्रोसँग हेरविचार गर्नु है ल
ढोका नै ठुल्पा ल ल भाग्यमानी भएस् आशीर्वाद छ तपाईँ मेरो साँच्ची तपाईँ अहिले फोन गरेँ किन भनेदेखि त्यो छिप्पड छ नि कस्तो काम गर्दैछ हौ त्यसले आफूले जुम्मा लगाइदिए मान्छे पिर लाग्दो रहेछ के मान्छे चाहिँ मेहनती पनि रहेछ फुर्तिलो पनि छ अलि चम्बु पनि रहेछ आएको 5 दिनमै डकर्मीको बहिनीलाई प्रेम गरेर मोटरसाइकलमा लगिरहेछ डकर्मीको बहिनीलाई सँगै लिएर हिँड्न थाल्यो रे के भने आयो त्यसको त अर्कै एउटा केटीसँग प्रेम थियो त खोइ त्यो त मलाई थाहा छैन ल ल जोस् राम्रो काम गरिरहेको रहेछ खुसी लाग्यो ल ल राखिदिन्छु है त ढोका नै ठुल्पा ल ल ल दर्शन ल आशीर्वाद छ तँलाई आहा पखाला क्या भालाको देखा त आहा हो अंगै इंगो फुकै मिले जुका जला सोमा खा छिपर्चा आजकै हिजोले वो छिपर्चा इंजीनियर बहुमजी अले फीस पुलले जमरिया कलेज तितनाले जगमी जाया बोल गठो खै खै ए ते छुरी खाऊ तमाङ भाषाबाट छुरी खाऊ भनेको यहाँ आऊ भने हैन ए ल भन त यो गाह्रो हो त्यो छिप्पड डकर्मीले ल्याएको कि अर्कै डकर्मीले ल्याएको इटा चाहिँ हाल्नु पकेको माल मसला तपाईँ बहिनीले बनाएको अन्त यार गाह्रो चाहिँ छिप्पड डकर्मीले लगाउनु भएको छ ए आजकै उनी जात्रा छिम्के जाया होला जया हो आजकै हिजोले वो छिप्पड चुम्बक छिम्के नगाउ sana athele lo kha uno jimke yo potha bauna wo phunga thek pika swala wo chipchi wo jimke yo photo imo thek tra so photo dai to ya ale wo photo khasan sin ji ta thjo tang piao lo yin ladki chichinyo mo wo chipchi ta ukin kone phuno thek batan so na wo jabla he thek suya khosuriya yo mochite yo 그무티고는 여지요 니 뭐샤는 리언이 가라 지나 워치 뭐도 생이지다 뿌려놔요 뭐라 짐세나 워치 버스나 봐 와서 통데 휴상 뭐 휴과에는 흉가 자 아जकै 요저ले पुछा हटे खकला योजले निका चिनबीमा नमस्ते दाइ ए नमस्ते यो स्टाइले पारुङला निगा जुत्ला खाना नते टाइम थोला निबला दिनु नमस्ते स्वासका है कन्ट्रोल चाहिँ वस्तु नि पानो जोरे ना पेपल हात नमस्कार है तिनी म छु जिमे खलानो खटुला अलिकति छु सबै म छु पछि फुक्कै छु स्यावा न्युटे छ स्वासका है कने सोच्ले वे त वन्यो लाइन सिकिनु गल का आजकै झिन वो छिप्पड चाहिँ 6 वर्षको न्यानो तर झिक्को दिला चाहिँ नि वो बसे फाटु बाको जुक्को खास नगरे तला जवेन दिबा दिबा मोटरसाइकल न्या त फाइनान्स दियो वो फाइनान्स जो राजन छ जि मसु होला किस्ता बन्नी न्याउगा ए फाइनान्स बिला दियो एसा न्याउगा छ अनि मुर्सा बेसालाले छ का अन सरकार चाहिँ ला माखन साइकल गया किन्यौ छिरा माको सोया भुलिसे हिसान चाहिँ मोटरसाइकल गेट लेके मफैला कोइ हिसान मफै अले मोटरसाइकल न्याउ हिता कन्छ जिरु त ट्याक्सी स्यासाला हैजाला बेगाबी जी